नमस्ते। मैले आज तपाईलाई एउटा यति महत्त्वपूर्ण कुरा भन्दैछु कि जुन कुरा तपाईको जिन्दगीमा एकदमै लागू हुन सक्छ र तपाईले पनि कतिपय भोग्नु भएको हुन सक्छ। जस्तो तपाईहरुले लोन लगेर व्यवसाय गर्नुहुन्छ नि, या नेपालमा होस् या युएई मा या विश्वको कुनै पनि कुनामा बसेर तपाईले काम गर्दाखेरि, र मैले स्पेशली तपाईलाई फोकस केमा भन्दाखेरि नेपालको लागि, तपाईले लोन लगेर व्यवसाय गर्दाखेरि कहिल्यै पनि प्री प्लान बनाउँदाखेरि तपाईसँग 50% इन्भेस्टमेन्टलाई चाहिँ आफूसँग सबभन्दा पहिला आफ्नो प्राइभेट कमाइबाट भएको पैसालाई चाहिँ राख्नुस् है। जस्तो मैले भन्नु खोजेको कुरा, तपाईले व्यवसाय गर्ने एउटा प्लान बनाउनु भयो, प्रोजेक्ट बनाउनु भयो, म यसरी गर्नेछु, यो गर्नेछु, मैले यति गर्नेछु, यति जना कामदार, यति जना स्टाफ, या म आफै खट्नेछु या मेरो परिवारलाई खटाउनेछु, मैले यो काम गर्नेछु। टोटल बजेट कति लाग्ने, त्यो बजेट जति तपाईले लाग्ने योजना बनाउनु भयो, तपाईले प्रपर्टीलाई ब्याङ्कमा राखेर निकाल्दाखेरि जति इन्भेस्टमेन्ट हुनेवाला छ नि, त्यो सबै प्रपर्टी तपाईको ब्याङ्कमा राखेर तपाईले चाहिँ कहिले पनि 100% लोन लगेर लगानी कहिले पनि नगर्नुस्। तपाईले व्यवसायमा एकदमै अप्ठ्यारो परिस्थिति आइदिन सक्छ। बुझ्नुभयो? तपाईले कमसेकम पनि आफूसँग 50% इन्भेस्टमेन्ट चाहिँ आफूसँग पहिला तपाईले चाहिँ राख्नुस्। आफूले कमाएको आफ्नो पैसा जसको ब्याज तिर्न तपाईलाई नपरोस् हैन। 50% तपाईसँग आफूसँग इन्भेस्टमेन्ट भयो जसको तपाईले ब्याज तिर्नुपर्ने कन्डिसन रहेन यदि भने, बाँकी तपाईले ब्याङ्कदेखि लोन लगेर इन्भेस्ट गर्नुभयो भने तपाई केही पर्सेन्ट जोगिनुहुन्छ हैन। भोलि गएर तपाईको सबै प्रतिशत तपाईले लोन निकाल्नु भयो, सबको सब पैसा तपाईले बिजनेसमा लगानी गरिदिनु भयो, ब्याकअपमा तपाईले पैसा केही पनि आफूसँग राख्नु भएन र तपाईको व्यवसाय केही कारणवश तपाईको चाहिँ एकदमै ठुलो दुर्घटनामा पर्यो, तपाईको व्यवसाय डुब्यो, तपाईको व्यवसाय एकदमै लस भयो भने त्योभन्दा पछाडि तपाईले रिइन्भेस्टमेन्ट गर्नको लागि पनि तपाईसँग पैसा भएन। अर्को कुरा, सबै लोनको पैसा सबै डुब्यो हैन। र त्योभन्दा पछाडि भनेको तपाईसँग फेरि लगानी गर्नको लागि ब्याङ्कले त्यही बेलामा तपाईलाई लोन दिएन यदि भने त तपाई फेरि बर्बादीको शिकारमा त तपाई पर्नु भयो नि। यो कुरा तपाई हामी जस्तो युवाले एकदमै बुझ्न आवश्यक कुरा हो है। पुरै लोन निकालेर पुरैको पुरै तपाईले इन्भेस्ट नगर्नुस्, पुरै लोनमा कारोबार नगर्नुस्। आधा पैसा आफ्नो जम्मा गरेको युज गर्नुस्, आधा पैसा लोनबाट। तपाईले मानौं 30 लाख रुपैयाँ लगानी गरेर काम गर्ने योजना बनाउनु भएको छ भने कमसेकम पनि 10-12 लाख रुपैयाँ चाहिँ आफ्नो इन्भेस्टमेन्ट हुनु पर्यो, आफ्नो लगानी हुनु पर्यो, त्यसमा प्राइभेट जसको ब्याज तिर्नु नपरोस्। तपाईले 30 निकाल्नु भयो भने बाँकी 15 लाई ब्याकअपको लागि मज्जाले तपाईको जम्मा गरेर ब्याङ्कमै रहन दिनुस् के पैसा, ओडीमा गर्नुस्, ओडीमा राख्नुस्, बाँकी तपाईले इन्भेस्ट गर्नुस्, ताकि भोलिको भवितव्यमा तपाईलाई काम लागोस्। तपाईले सबै पैसा निकालेर सबै लगानी गरिदिनु भयो र त्यो पनि सबै लोनमा भने तपाई चाहिँ एकदमै बर्बाद हुन्छ है। त्यो कुरालाई चाहिँ तपाईले एकदमै ध्यान दिन आवश्यकता छ साथीहरु। नमस्ते। तपाईहरुको माया पाएको छु, खुसी छ। द नेत्र सोलाई यसो युट्युबमा गएर पनि हेर्नु होला है। ट्याक्क सानोतिनो भिडियोहरु हाल्ने गरेको हुन्छु। तपाईको माया एकदमै धेरै छ। नेशनल डेको धेरै धेरै